आया कानपट्टि मजा आयो आमाले बुन्नु हुँदैछ नि त माला आधाहरू केहीहरू अप्ठ्यारोहरू छ भने सबै अरू देवी देवताले लु राम्रोसँगले गर है ल छिटो ल कस्तो रहेछ यो काम मजा आउँदो रहेछ यो काम गर्नु नानी हाँ फुल चाहिँ लगभग अलिअलि त फुलेको छ अनि यहाँ पनि रहेछ यो चाहिँ के गर्नु आमा आमाले बुन्नु हुँदैछ नि त माला आमाले सिउरिँदैछ माला बुन्दैछ अनि आमा यो हो नि टल्काइदिए लु आमाले हेरिदिएको छु है लु आमाले चाहिँ यति गरिसक्नु भएको छ अनि यहाँ पनि राखेको छ बुनेर र मखमली चाहिँ यहाँ अलिकति नामको लागि खालि छ छैन योपालि फुलेरै भएन यहाँ अलिअलि त सयपत्री छर्नु त छ तर यो राख्नुपर्छ भन्नु हुँदैछ छोसिमतिर भर्नु पनि चाहिन्छ अब हामीले जब लक्ष्मी माताको पूजा गर्दैछौँ भने बाहिरबाट कोही पनि शत्रुहरू लाग्ला नराम्रो डाइरीहरू लाग्ला यो नलागोस् यो कुनै पनि बाधाहरू केहीहरू अप्ठ्यारोहरू छ भने सबै अरू देवी देवताले चाह दिनुपर्छ पहिला पानी छ अन्त दुध अन्त चामल त्यति हो गाको पनि भजन गाउँदैछ त माइजू भजन माइजू ल छेगर मा उताबाट खेल अझै ठुलो मोते छैन छैन बहिनी उही बाला न नानी मेमेले पनि बाल्नु हुँदैछ तिमी बाला न हाँ बाला न छिटो नि यो पड्किएन नानी सुरु भएन त्यो उयो पालहरू यो पालहरू उयो हुन्छ यो स्यामलुकको ह्याप्पी दिवाली मजा आयो ए नरा त पोल्छ यता पोल्छ के बिगारेको छ नानी यता नल्याउ फिलहाल भने चाहिँ म यहाँ मामा माइजू भएकोमा ढोक गर्न आएको थिएँ अनि हाम्रोबाट चाहिँ चौरस्ताको नजारा कस्तो देख्छ म तपाईँहरूलाई देखाउँदैछु र हाम्रोबाट चाहिँ चौरस्ता ठिक यस्तो प्रकारले देख्छ सिधा सिधी डाइरेक्ट नै देख्छ अनि घुमहरू पनि त्यहाँ अलिअलि बोल्दै रहेको यो चाहिँ घुमहरू हो घुम भन्दा पनि जोरबङ्लो र आजको यस्तो छ अब चाहिँ यहाँ मामाले पटेका पड्काउनु हुँदैछ अनि मैले चाहिँ अघि नै पड्काएर मामाले चाहिँ डबल पड्काउने अरे डबल के भन्छ डबल बम डबल लगाएर त्यो दोरीले बान्नुहुन्छ फिलहाल भने चाहिँ हामीले यो सानो सानोमा यसरी नै बाँधेर हामीले पड्काउने गर्थ्यौँ किनभने यसको चाहिँ आवाज कम्ती हुन्छ अनि कम्ती पड्किन्छ भनेर चाहिँ एउटालाई नै डबल यसरी बाँधेर पड्काउने गर्थ्यौँ आज फेरि त्यही सम्झना याद दिलाउनु भयो हाम्रो मामाले र डबल यो चाहिँ एकदम डरलाग्दो पड्किन्छ डबल भएर डबल पड्कियो नजिकै पड्कियो आया कानपट्टि भयो होला कानेटी भयो नि एउटा उयो अम्बकको उयसमा लागेर पो त यता आएको है पत्तामा काने टी भयो नि त खतरा रहेछ यो पटेका एकैजना पड्किएछ है यो चाहिँ लु अब भने चाहिँ पटेका पड्काइसक्यौँ हामीले पटेका पड्काइ चाहिँ यति नै आज हाम्रो
बिहान 6 बजे